तपाईँले बालेन साथ जहाँ उठ्छ हामी हराउँछौँ भनेर भन्नुभएको थियो होइन, तर त्यहाँ समीरजीको लड्दै गर्दा त भन्छ, कसले भन्दैन त भोलि कोही नै पनि होइन लड्दाखेरि तपाईँले पनि भन्नुपर्छ क्या सर, त्यो त सबैले भन्छौँ नि, तर जनताले हो नि त हामीले हराउने हो र हामीले हाम्रो हातमा भए त म त सबैले हराइदिइहाल्थेँ नि, मैले सबै बहुमतले हाल्थेँ, तर मेरो हातमा छैन, जनताको हातमा छ। अब जनताको मतले उहाँलाई के गर्नुहुन्छ, अहिलेसम्म त अग्रता निकै राम्रै देख्छु, त्यहाँ केपी ओलीको भन्दा पनि राम्रो देख्दैछु। देश यति बेला घन्टीमय भइरहेको अवस्था छ, धरानमा पनि घन्टीमय हुन्छ भन्ने त्रासले संसदीय पार्टीका अध्यक्षलाई अलिकति त्रास परेको छ कि छैन? छैन, म काँखेको त्रासको लिन्छु बित्थाम। मैले भनिनँ, म त सधैँभरि त्यो भन्छ नि मस्त मौलाना भने जस्तो क्या ट्याक्कसँगको कुरा भन्नु भन, ट्याक्कसँगको। तर त्यो देशभरि त्यस्तो भयो भने अन्तिम रिजल्ट पर्खिनुपर्छ, मैले त्यो पनि भनिरहेको छु त। अब जहाँ 1 लाख मत झरेको छ त्यहाँ चाहिँ 15,000 गन्दाखेरि होइन त्यो नाच्नुपर्ने स्थिति, निराश भइहाल्नुपर्ने स्थिति छैन। अन्तिम रिजल्ट पर्खौँ। इङ्ग्लिसमा भन्छ नि डु नट सेलिब्रेट टु अर्ली भन्छ, एन्ड डु नट प्यानिक पनि भन्छ क्या होइन। आत्तिहाल्नुपर्ने, रमाइलो गरिहाल्नुपर्ने स्थिति छैन। अब तपाईँको छैन, बिस्तारै थाहा हुँदै जान्छ, बिस्तारै थाहा हुँदै जान्छ। अब अहिलेसम्मको हुन त यो प्रारम्भिक रुझान हो होइन, तथापि अब देशव्यापी रूपमा हेर्दाखेरि रासोपा नै अगाडि छ, अग्रता छ। यसले तपाईँलाई कतिको हाम्रोमा पनि आउँछ, यहाँ हाम्रोमा पनि आउँछ। यो कुन वडाबाट 5 पुगेपछि हामी स्वास्थ्य अगाडि जान्छौँ जस्तो लाग्छ। लिड गर्नुहुन्छ? पहिला पनि यस्तै थियो, पहिला 1 अरूको 2000 आउँदा मेरो 200 आइरहेको होइन। संसदीय पार्टीको 1 देखि 4 वडासम्म चाहिँ मत घट्नुको कारण यस्तो छ, घटेको भन्नु त्यो पनि पब्लिकलाई, अब पब्लिकलाई छोडिदिन्छु म त के भन्छु। पब्लिकले यस्तो छ नि त, लोकतन्त्रमा त पब्लिकले जसलाई भोट दियो उसले त गर्ने हो होइन। पब्लिकले मलाई भोट अब भन्दा के भयो त्यो चाहिँ अब 2 नम्बरलाई त्यो मतदाता, 1 नम्बर मतदाता साथ उहाँ त्यतातिर गर्नुपर्छ होला। त्यो हाम्रो पकेट एरिया होइन कि जस्तो लाग्छ मलाई चाहिँ।